हाई गाइज, नमस्ते सबैजनालाई। आज चाहिँ म खाना बनाउँदैछु है। आगो नबलेको देखेर मेरो दिमाग तातेर आइसक्यो क्या। आगै बल्दै बल्दैन कि कसरी चाहिँ हुन्छ हौ। वक्क लाग्दो 1 घन्टा भइसक्यो मैले यो आगो बालेर बसेको है। आगै बल्दैन यहाँ, कराई नतातेर तरकारी पकाउन नि पाउँदैन। के चाहिँ भएको हुनु पनि, मै भान्से भएको दिन चाहिँ यस्तो हुँदो रहेछ है। क्या हो पनि बोल्दै नबोल्ने गर्छु म। बुबा घाँस काटेर आउने होइन त अहिलेसम्म तरकारी भयो। मलाई रिसै उठिसक्यो। साह्रै भात पकाएर दिन्छु जस्तो छैन आज मैले। गाह्रो छ हो सचिलो, गाह्रो छ। हैटेरिका लु दही म चाहिँ बाई बाई सबैजनालाई। म चाहिँ आज यता भात तरकारी पकाउनतिर छु होइन। साग काटेर ठिक पारेको छु। कताको साग यता छ, सुकुटी यता छ। हिजो चाहिँ मलाई यहाँ कमेन्ट गरेको थियो साथीहरूले, के अरे सुँगुरको सुकुटी, राँगाको सुकुटी यहाँ त्यहाँ भनेर। हाम्रो चाहिँ त्यस्तो यहाँनिर बनाउनु मिल्दैन होइन। हाम्रो चाहिँ यो सुकुटीहरू भनेको खसीको हो। त्यो नराम्रो चाहिँ नसोच्नु होला। सुँगुरको, राँगाको यहाँ त्यहाँ भनेको मान्छेहरूले मैले कमेन्ट देखिरहेको थिएँ। हाम्रो चाहिँ त्यस्तो पकाउन मिल्दैन नि त। खाना त अब हामीले छोराछोरीहरूले खाना त मिल्छ कि, घरमा ल्याएर पकाउनु मिल्दैन, बुवाहरूले खाना मिल्दैन। नराम्रो नभन्नु होला।